साथीहरु आज हामी कहाँ गयौं र के खायौं भनेर पूरा भिडियो हेर्नु होला। हेलो साथीहरु, वेलकम छ हजुरहरुलाई मेरो मिनी भ्लगमा र म फेरि पनि हजुरहरुको माझमा एउटा छोटो मिठो भिडियो लिएर आइसकेको छु र भान्सा गर्न आए। भान्सा गरिसकेर बाख्रालाई दाना बसाल्दिएर आन्टीसँग कुरा गरिराथे। कुरा गर्दा गर्दै सबै काम सकेर आमा छोरा लाग्यौं आफ्नो गन्तव्यतिर। अनि जाँदा जाँदा एउटा घर भेटिन्छ। एउटा घर भेटिँदाखेरि मैले यसो भिडियो बनाउँछु भने अनि भिडियो बनाउँदा बनाउँदै यस्तो देख्यो। एउटा बुढी हुनुहुन्छ, प्यारालाइसिसले भेटाएर आफै त अशक्त हुनुहुन्छ, तर यत्रो खुट्टा जलेर चाहिँ यस्तो भएको रहेछ। हेरेर चाहिँ एकदमै नराम्रो लागेको थियो। तर के गर्नु साथीहरु, केही गर्न पनि सकिएन र हामी फेरि तल गएर धेरै नै भोक लाग्थ्यो। अब अरू जस्तो त हुन्न नि, जति गरे पनि हामी चाहिँ बच्चाको आमा भइसकेपछि साह्रै नै भोक लाग्थ्यो र गएर गम खायौं र त्यो सकेर अब अरू भिडियो चाहिँ गराउन पाइन साथीहरु। आजको भिडियो चाहिँ यति नै ल।